धेरै धेरै खुसी लाग्यो बाबुहरू। ल जय मङ्गल जय मङ्गल लौ जय मङ्गल लौ जय मङ्गल जय मङ्गल। भोट केमा भालेमा बिउ ल भालेमा बिउ ल भोट केमा भालेमा बिउ ल भोट केमा भालेमा भोट केमा भोट केमा भोट केमा भोट केमा ल ल एकदम खुसी लाग्यो। अब चाहिँ ठुलो भएपछि यो पार्टीबाट राजनीति गरेर नेता बन्नुपर्छ है, नेता बन्नुपर्छ, सांसद मन्त्री बन्नुपर्छ है तिमीहरू है, ठुल्ठुलो मान्छे राजदूत बन्नुपर्छ, सिडिओ बन्नुपर्छ है। अनि यो भाले चिन्हमा भोट हालेर अनि मङ्गोलको राज्य सत्ता ल्याउनुपर्छ है ठुल्ठुलो भएपछि है। ल ल ल खुसी लाग्यो। ल ल भोट केमा भोट केमा ल ल ल धेरै खुसी लाग्यो। दर्शकबिन अहिले हामी यो धुलीखेल नगर सभामा घर दैलो अभियानमा सरिक हुँदै गर्दाको यो सानो सानो बाबु नानीहरूले चाहिँ यो झन्डा मन परेर आफैले चाहिँ यो झन्डा र भाले चाहिँ दिनुहोस् न भनेर भनेको कारणले गर्दाखेरि हामीले चाहिँ यो झन्डा पनि वितरण गरेको छ। हाम्रो उमेश तामाङज्यू हुनुहुन्छ यहाँ, उहाँ मत घर दैलो अभियानमा जिताउनको निमित्त चाहिँ मत माग्नको निमित्त उहाँ सरिक भएर चाहिँ लागिराख्नु भएको छ र यसमा हामीले पनि पूर्ण रूपमा साथ समर्थन दिँदै अगाडि बढिरहेका छौँ। आदरणीय दर्शकबिन मन्त्रीलाल तामाङ। ल अब ठुल राम्रोसँग पढ्नुपर्छ है। कति कति क्लासमा पढ्छौ तिमीहरू ल भन। ल ल ल वाट इज योर नेम वाट इज योर नेम ल ओ ल ल ल भेरी नाइस भेरी गुड। ल अब राम्रोसँग पढेर अनि धेरै पढेर राजनीति गरेर अब नेता बन्नुपर्छ है। ल नेता बन्नलाई अब तयार भएर अब यो भाले चिन्ह बिर्सिनु भएन है तिमीहरूले, भाले चिन्ह पनि बिर्सिनु भएन, यो खुकुरी र तारा अङ्कित झन्डा पनि तिमीहरूले बिर्सिनु भएन है। ल अब तिमीहरूले यहाँ गाउँमा अब बाबु नानीहरूले गाउँमा आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई छ नि, घरमा दाई हुन्छ आमा हुन्छ बुवा हुन्छ नि, अनि उहाँहरूलाई चाहिँ अब मम्मी ड्याडी दाई भाउजू दिदी भाइ अब चाहिँ हामीले चाहिँ भालेमा भोट हाल्नुपर्ने रहेछ भनेर भन। ल ल कस्तो ज्ञानी तिमीहरू, कस्तो ट्यालेन्ट रहेछ। ल आमामामा ल धेरै खुसी लाग्यो। ल ल भोट अब गाउँ गाउँमा सबैले भन्ने है यो पालि भालेमा भोट हाल्नुपर्छ भनेर भन। ल ल भालेमा भोट हाल्नुपर्छ भनेर भन। ल ल ल धन्यवाद। ल थ्याङ्क यू। ल वेलकम पनि भन्न जानी सिकाएर रहेछ बाबु नानीहरूले। कुकुरलाई पनि झन्डा दिने ओ ल दसैँ दिन ल बाबु नानीहरू कुकुरलाई पनि झन्डा दिनु पर्यो भनेर बताइराख्नु भएको छ। यता सरहरू अब अगाडि बढिराख्नु भएको छ। यो चाहिँ देवीटार भन्ने रहेछ है आदरणीय दर्शकबिन, यो धुलीखेल नगर सभाको चाहिँ देवीटारको यो भिजुअल यो त्यही भएको कारणले गर्दाखेरि अहिले हामी खिचिरहेको अवस्था छ। यो देवीटारको सिन हो यो चाहिँ। यता मत माग्दै हुनुहुन्छ हाम्रो उमेश तामाङजी। ल दर्शकबिन अब हामी अगाडि बढ्ने क्रममा छौँ। फेरि अर्को भिडियोमा तपाईँको माझमा उपस्थित हुने बाचा गर्दै मन्त्रीलाल तामाङ बिदा हुन चाहन्छु। हस्त जय मङ्गल।